सविता गौतम जीलाई यहाँ माथि सक्नुभएको छ सम्पूर्णमा काको निवासी सम्पूर्ण आमा बुवा दाजुभाइमा के गर्नु थियो भोट केमा भोट केमा भोट केमा चुपचाप धन्यवाद अब म आफ्नो छोटो मन्तव्य राखिदिनु हुनको लागि कालो मान्छे देखेन शुभकामना मन्तव्य रेशम थापा मगरज्यूलाई समस्या के गर्ने र नमस्कार सम्पूर्ण यहाँ उपस्थिति हुने विशाल चोकका सम्पूर्ण युवा युवती लगायत बुवा मम्मीहरू सम्पूर्णलाई र यहाँनिर क्षेत्र नम्बर 3 बाट उपस्थिति हुनुभएका निर्वाचनमा उपस्थिति हुनुभएका जो सविता गौतम हुनुहुन्छ घन्टीमा आज उठ्दै हुनुहुन्छ उहाँलाई बहुमत दिएर चाहिँ विजय गरायो भने भोलिको दिनमा हामीले संविधान संशोधन गरेर स्थिर सरकार पाउँछौँ कि भन्ने आशाका साथ हामीले सम्पूर्णले उहाँलाई जिताएर बहुमत घन्टीमा भोट दिनलाई अनुरोध गर्दछु र यसका लगतै हामीले हरेक नेपालीहरूको जनजीवनको आय स्तर अवस्था र सुनिश्चितताको लागि भविष्य कर्ताहरूको जनजीवन सुनिश्चितताको लागि हामीले बुझ्नुपर्छ र प्रत्येक नागरिकहरू अहिलेको अवस्थामा विदेश गएर विदेशको हरेक खाडी मुलुकहरूमा र हरेक देशमा गएर पीडाहरू भोगेका अवस्थाहरू देखेका छौँ हामीले त्यो अवस्था नहुनको लागि एक गाउँ एक कम्पनी उत्पादनसँग जोडिनका लागि यो संविधानहरू संशोधन नभएसम्म हुन सक्दैन भन्ने कुराहरू हामी सम्पूर्ण नेपालीले राम्रोसँग बुझेका छौँ।